नमस्कार साथीहरु, लास्ट भिडियोमा हामीले यो मिमसम्म मात्रै खतम गरेको थियौं। अब हामीले आगे बढ्ने। यो हाम्रो सबै कम्प्लिट भइसक्यो। आई होप यो सबै तपाईले बुझिहाल्नु भयो होला। एकचोटी फेरि हामीले रिभिजन गरिहाल्ने। एरेमा हामीले सिमिलर टाइपको डेटाहरु एरेमा हामीले मल्टिपल डेटाहरु स्टोर गर्न सक्छौं। हामीले स्ट्रिङ पनि स्टोर गर्न सक्छौं, नम्बर पनि स्टोर गर्न सक्छौं, एम्प्टी पनि एरे क्रिएट गर्न सक्छौं अनि डिफरेन्ट डेटा टाइप्सको पनि एरे क्रिएट गर्न सक्छौं। हामीले क्रिएट पनि गरेको थियौं। त्यसपछि हामीले त्यो एरेको इन्डेक्सको बारेमा बुझ्यौं। एरेको इन्डेक्स हुन्छ त्यो 0 बाट स्टार्ट हुन्छ। अनि त्यसपछि console.log हामीले फर्स्ट एलिमेन्ट प्रिन्ट गर्नु छ भने हामीले console.log एरे अनि त्यसपछि बिग ब्र्याकेटमा 0 लेख्नु पर्छ भने फर्स्ट एलिमेन्ट आउँछ। यदि हामीले कुनै यस्तो इन्डेक्स प्रिन्ट गर्न चाहे जुन कि छँदै छैन भने अनडिफाइन्ड आउँछ। अनि हामीले पुरा एरे लेखेर आउँछ भने हामीले एरे लेख्छौं ब्र्याकेट भित्र र बिग ब्र्याकेट दिदैनौं, केही पनि लेख्दैनौं, हामीले पुरा एरेको एलिमेन्ट्स आइदिन्छ। अब हामीले त्यही आउने के चेन्जिङ एरे एलिमेन्ट्स। हामीसँग एउटा एक्जाम्पल छ, हामीले यो एक्जाम्पलले चेन्ज गर्ने। अनि हामीले यहाँ फ्रुट्स लिन्छौँ। त्यो फ्रुट्समा हामीले एप्पल चाहिँ हुन्छ बनाना, त्यसपछि एउटा म्याङ्गो, ठीक छ। अरु अझै हामीले लिहाल्ने गुआवा। आई होप स्पेलिङ राइट छ भने आइम सरी। सपोज के चाहिरहेको छु नि, यो गुआवाको ठाउँमा अर्को कुनै एलिमेन्ट आइहाल्योस् भने म के गर्छु, यहाँ फ्रुट्स कुन इन्डेक्समा छ गुआवा, पहिले यो हामीले हेर्नु पर्यो। गुआवा कुन इन्डेक्समा छ? यो गुआवा अगर कसैले भन्छ गुआवा 4 इन्डेक्समा छ भने धेरै गल्ती बन्दैछ, ठीक छ। एप्पल 0 मा, बनाना 1 मा, म्याङ्गो 2 मा, गुआवा केमा छ? 3 मा छ भने फ्रुट्स 3 इज इक्वल टु भने हामीले यहाँ लेख्नु छ लिची एन्ड इट्स चेन्ज। अब म तपाईलाई यहाँ आउँछु के यहाँ console.log फ्रुट्स गर्छु, ठीक छ। अनि यसपछि यहाँ तल console.log फ्रुट्स गर्छु। अब हेर्नु होला दुईटा console.log फ्रुट्स गरेछु। अब मैले यहाँ हेर्छु भने तपाईले हेर्न सक्नुहुन्छ एप्पल सेम छ, बनाना सेम छ, म्याङ्गो सेम छ, गुआवाको ठाउँमा लिची आइहाल्यो। यस्तो हामीले कुनै पनि इन्डेक्समा यस्तो भ्यालु हामीले चेन्ज गर्न सक्छौं। सिम्पल भन्ने हो भने हामीले कुनै पनि भ्यालुलाई ओभरराइट गर्न सक्छौं। अब त्यो टेक्निकल टर्म युज गर्ने हो भने ओभरराइट गर्न सक्छौं, ठीक छ। त्यसपछि छ यहाँ हाम्रो स्प्रेड अपरेटर। यस स्प्रेड अपरेटर, यो स्प्रेड अपरेटर हामीले युज गर्छौं धेरै, ठीक छ। ल यसो यहाँ गर्ने। अब हेर्नुस्, सपोज मेरो एउटा छ, यसमा अझै म एड गरिदिन्छु। एउटा लिची भयो, एउटा पाया भयो अनि एउटा पाइनएप्पल भयो। ल मैले यहाँ एउटा फ्रुट्स बनाइदिएँ। अब मैले यहाँ के गर्छु, यहाँ बनाउँछु मैले फ्रुट्स 2। मैले एउटा अर्को भेरिएबल बनाएँ, अर्को एरे बनाएँ। मैले यहाँ एम्प्टी ब्र्याकेट्सहरु लेख्न बित्तिकै फ्रुट्स 2 एउटा स्पेशल भेरिएबल भन्नाले एरे बनिसक्यो। अब मैले के गर्नु छ, यो फ्रुट्स 1 छ नि, यो फ्रुट्स 1 को सबै एलिमेन्ट्सलाई मैले फ्रुट्स 2 मा कपी गर्नु छ, ल्याएर हाल्नु छ। भने मसँग एउटा धेरै तरिका छ, तर हामीले दुईटा तरिका डिस्कस गर्ने। सबभन्दा पहिलो तरिका यो सबैले म्यानुअली टाइप गर्ने, यो इजी छ के। यो सबैले म्यानुअली टाइप गर्न पनि इजी छ, या फिर यो सबैले कपी पेस्ट गर्दा मजाले हुन्छ। बट सपोज यो डेटा सानो छ भने हामीले गरिहाल्यो। सपोज यो डेटा 1000 वटा 1500 वटा हुन्थ्यो भने हामीले गर्न सक्थिएन। सो हामीसँग एउटा अर्को तरिका छ, द्याट इज स्प्रेड अपरेटर। त्यसमा हामीले के गर्छौं, 3 डट्स दिन्छौं सबभन्दा पहिला, फुल स्टप 3 डट्स। अनि जुन एरेलाई स्प्रेड गर्नु छ त्यो एरेको हामी भेरिएबलको नाम लेख्दिन्छौँ फ्रुट्स। अब यहाँ स्प्रेड गरौँ। अब तपाईले बताउँछु के भयो। यो यो जुन 3 डट्सले के गर्छ, 3 डट्स पछिको जुन भेरिएबलको नाम रहन्छ नि त्यो एरेलाई के गर्छ, स्प्रेड गरिदिन्छ। भन्नाले यो सबै भ्यालु जुन छ, यो एप्पलदेखि लिएर यो जुन एरे छ यति, यो सबै भ्यालु एउटा र्यापअप छ के। मानुस एउटा झोलामा र्यापअप छ अनि त्यो फ्रुट्स भनेर भेरिएबलको बीचमा छ। अब त्यो हामीले के गर्छौं, जसरी फ्रुट्स 2 मा ल्याएर 3 डट्स गरेर त्यो लेखिदिन्छौं भने त्यो जुन र्याप भएको छ एउटा प्लास्टिकमा छ मानुस, त्यो प्लास्टिक स्प्रेड भइदिहाल्छ अनि त्यो सबै यहाँ खुलिहाल्छ के। यो फ्रुट्स 2 मा फ्रुट्स जुन छ त्यो खुलिहाल्छ अनि फ्रुट्स 2 मा त्यो सबै आइहाल्छ। भन्नाले हामीले console.log फ्रुट्स 2 गर्ने हो भने अब तपाईले म हेर्न सक्नुहुन्छ फ्रुट्स 2 मा त्यो सबै एलिमेन्ट आइसकेको छ, ठीक छ। तपाईले यसलाई कपी पनि भन्न सक्नुहुन्छ, दैट हामीले फ्रुट्स 2 मा फ्रुट्सले कपी गरिदियो, तर यसलाई हामीले भन्छौं स्प्रेड अपरेटर। भन्नाले हामीले फ्रुट्स मा जतिवटा एलिमेन्ट छ त्यसलाई फ्रुट्स 2 मा हामीले स्प्रेड गरिदियो। अब यसमा तपाई अझै के थप्न सक्नुहुन्छ, ठीक छ। यसमा फ्रुट्स पछि हामीले यहाँ लेख्दिन्छौं अझै के फ्रुट्स अझै के छ, भेजिटेबलको नाम लेखिदिने, जस्तै कि क्याबेज। अनि त्यसपछि यहाँ कुकुम्बर, क्यारोट भने यहाँ एड भइहाल्छ। यो सबै जुन छ मैले 3टा नयाँ लेखे, यो फ्रुट्स यो जुन धेरै त्यसमा एड भइहाल्छ। यहाँ हेर्नुस् 10 वटा भयो। यो क्याबेज, कुकुम्बर, क्यारोट चाहिँ यसमा एड भयो। भन्नाले के भयो, यो फ्रुट्सलाई 3 डट्स अनि फ्रुट्स जहाँ पनि लेख्छौं त्यहाँ के गर्छ, यो जुन फ्रुट्स छ त्यसलाई स्प्रेड गरिदिन्छ अनि हामीले अर्को एलिमेन्ट्सहरु पनि एड गर्न पाउँछौं मजाले, ठीक छ। आई होप तपाईले बुझ्नु भयो होला। And let's go to next. Let's go to loop with array. अब हामीले loop with array गर्ने। ओके, सबभन्दा पहिला हामीले loop with array, एरेमा लुप कसरी युज गर्ने भन्ने हाम्रो दुईटा ट्रिक हुन्छ। सबभन्दा पहिला नर्मल लुप के हामीले गर्छौं, सपोज हामीले पहिला यसले हटाइदिने अनि यो फ्रुट्समा नै लुप युज गर्ने। सबभन्दा पहिला हामीले गर्छौं for let I is equal to
0। अब म बताउँछु लेट आई इक्वल टु 0 नै मैले किन गरेँ, आई लेस देन इक्वल टु। अब म तपाईँले हेर्नुहोस् यसमा कतिवटा एलिमेन्ट छ, यदि तपाईँले गिन्नु छ भने काउन्ट गरिहाल्नु होला, काउन्ट गर्नु छ भने काउन्ट गर्नु होला, र म काउन्ट गर्दिनँ। म यहाँ लेख्छु फ्रुट्स डट लेन्थ। यसले के गर्छ, फ्रुट्स डट लेन्थले यो एलिमेन्टमा यो एरेमा कतिवटा एलिमेन्ट छ त्यो एलिमेन्ट ल्याएर मलाई दिइदिन्छ, काउन्ट गरेर मलाई दिइदिन्छ आई प्लस लग। यो हामी नर्मल लुप युज गर्दैछौँ के, नर्मल लुप हो। अब यहाँ म गर्छु कन्सोल डट लग फ्रुट्स, आई थिङ्क स्पेलिङ इज रङ, फ्रुट्स एन्ड आई। अब हेर्नुहोस् मैले यहाँ लेट आई इक्वल टु 0 यसैले गरेँ किनभने इन्डेक्स 0बाट सुरु हुन्छ। अब यहाँ आईको भ्यालु सुरुमा 0 हुन्छ, अनि यसमा ग्रेटर देन इक्वल टु युज गरेन। इक्वल टु युज गर्थ्यो भने यो फ्रुट्स डट लेन्थको सपोज यसमा 7वटा एलिमेन्ट छ भने यो 7सम्म जान्थ्यो, तर हामीले 6सम्म मात्रै जान्नु छ, त्यसै लागि मात्र लेस देन। अनि यहाँ सुरुमा आईको भ्यालु 0 छ भने फ्रुट्स 0, त्यसपछि फ्रुट्स 1, त्यसपछि फ्रुट्स 2, त्यसपछि फ्रुट्स 3 गरेर यो यस्तो प्रिन्ट गर्छ। अब यसमा हामीले गरेर हेर्छौँ भने एप्पल, बनाना, म्याङ्गो, गुआभा, लिची, पपाया, पाइनएप्पल गरेर प्रिन्ट गरिदियो। यो हाम्रो भयो एउटा तरिका लुप गर्नको लागि, ठिक छ। एउटा अलिकति यसले टफ गर्ने के, यसले हामीले अलिकति गर्ने, यसले हामीले गर्ने 1 2 3 4 अनि 5 यहाँले। अब हामीले के गर्ने, यो भेरिएबलको नाम पनि बताउनु पर्छ। अब सपोज एउटा तपाईँले म VS को ट्रिक बताउँछु, यहाँ मैले के लेखेको थिएँ यहाँ छ, ठिक छ। VS को ट्रिक बनाउँछु। सपोज मैले यहाँ यो भेरिएबलको नाम मैले बताउनु छ, फ्रुट्स बदलेर अब मैले यसको ठाउँमा नम्बर लेख्नु छ। यहाँ पनि फ्रुट्स छ, यहाँ पनि फ्रुट्स छ, यहाँ पनि फ्रुट्स छ। म तिनटैले एकैचोटिमा बदल्नु छ भने म यहाँ एडिटमा जान्छु, रिप्लेसमा जान्छु, अनि मजाले यसमा फ्रुट लेख्छु, अनि यसमा नम्बर लेखेर एडिट गर्छु। अथवा मैले सबभन्दा पहिला यो फ्रुट्स फर्स्ट फ्रुट्सको निर कर्सर लग्छु, अनि त्यसपछि अल्ट प्रेस गर्छु, अल्ट प्रेस गर्छु, अनि त्यसपछि जहाँ जहाँ मलाई एडिट गर्नु छ त्यहाँ म कर्सर लग्छु, ठिक छ। अब मैले अल्टलाई छोड्छु। अब यसपछि मैले मजाले जे एडिट गर्न चाहन्छु त्यो एडिट गर्न सक्छु। एकैचोटिमा तिनटैचोटि लेख्न मैले पाएँ। ओके, अब तपाईँले हेर्नुहोस् भने यो मैले नम्बर 1 देखि लिएर 5 सम्म प्रिन्ट गरिदिनु पर्ने हो, गरिसक्यो। यसमा हामीले के गर्छौँ, नम्बरमा गएर मल्टिप्लाई बाई 5 गर्थेँ मैले। अब यो 5 को मल्टिपल भइहाल्यो, 5 10 15 20 25 भइहाल्यो भयो। यो हाम्रो एउटा तरिका हो लुप गर्ने, यो हाम्रो सिम्पल तरिका भयो जुन कि हामीले पढेको पनि छौँ, इजी छ। एउटा अर्को लुपको तरिका हुन्छ द्याट इज युजिङ फोर अफ, अनि यो जुन लुपको तरिका छ इट इज भेरी सिमिलर टु पाइथन के, इट वर्क्स लाइक पाइथन फोर लुप। पाइथनमा जसरी लुप काम गर्छ नि त्यस्तै यो पनि काम गर्छ। एकचोटि यसले हटाइदिन, फेरि यसमा एकछिन नम्बरसँग काम नगरेर हामीले त्यो यहीसँग काम गर्ने। मैले यसलाई कपी गर्दैछु, स्ट्रिङसँग काम गर्ने, अलिकति लजिकल जस्तो पनि लाग्दैछ। यहाँ भयो, एकछिन यहाँ केही मिस्टेक छ। लेट सिटिज इक्वल टु, ओके सरी, यो मैले कपी गरेको छु नि, यो मेरो फन्ट त्यसमा चेन्ज गरेको छु, त्यसले भयो। अब म फेरि यहाँ अल्ट प्रेस गर्छु, जहाँ जहाँ मैले चेन्ज गर्छु म त्यहाँ त्यहाँ क्लिक गर्छु। यहाँ भयो, यहाँ भयो, यहाँ भयो। कपी पेस्ट गर्ने यही अलिकति गाह्रो छ। ल भयो, मेरो सिटिज भयो, प्यारिस, लन्डन, काठमाडौँ, म्याड्रिड। अब मैले के गर्छु 4, अनि त्यसपछि मैले एउटा, सरी मैले जरुरी पर्दैन, त्यसपछि मैले के गर्छु एउटा भेरिएबल लिन्छु, कुनै पनि एउटा भेरिएबल लिइहाल्छु। मैले आई पनि लिन सक्छु, त्यसपछि लेख्छु मैले अफ, अनि त्यसपछि मैले कुन एरे युज गर्नु छ, सिटिज, र मैले गर्छु सिटिज। भयो, के मिस्टेक हुँदैछ, के छ यहाँ मिस्टेक हो, ए सरी सेमी ब्राकेट छुटेछ, यहाँ एउटा ब्राकेट। एकछिन म फेरिदेखि गर्दैछु, यहाँ 4 पछि एउटा ब्राकेट हुन्छ, अनि यसपछि तपाईँले कुनै एउटा भेरिएबल लिनुपर्छ। मैले आई लिन सक्छु, त्यसपछि अफ, त्यसपछि कुन लाइक आई चाहियो भने कुन एरेको लागि, मैले सिटिज एरेको लागि मैले सिटिज दिएँ, त्यो प्यारेन्थेसिस ओपन, एन्ड त्यसको भित्र हामीले कोड लेख्ने हो। अब यसमा एक्चुअली हुन्छ क्या, पहिला हेरिहाल्नुहोस्, कन्सोल डट लग। हामीले पहिला के गर्दै थियौँ, पहिला हामीले सिटिज अनि यस्तो आई लेख्दै थियौँ कि, सरी यस्तो आई हामीले यस्तो गर्दै थियौँ, तर अब हामीले यस्तो गर्नु पर्दैन। यसमा हामीले डाइरेक्टै आई लेख्न सक्छौँ। यसमा एक्चुअली हुन्छ कि, अब तपाईँले पहिला यो आउटपुट हेरिहाल्नुहोस्, तब तपाईँले बुझिहाल्नुभयो होला, आई होप बुझिहाल्नुभयो होला। यसमा पहिला के हुन्छ, यो एउटा स्पेसल टाइप अफ लुप हो कि। यसमा के हुन्छ, यो जुन आई छ, आईले के गर्छ, यो सिटिजको सबभन्दा पहिलो एलिमेन्ट प्यारिस आईमा गएर स्टोर भइहाल्छ, अनि यहाँ आई स्टोर भइहाल्यो। यहाँ नोटिस गर्नु, यहाँ मैले सिटिज बिग ब्राकेट आई लेखेको छैन, त्यो मैले नर्मल लुपमा युज गरेको थिएँ। यो एउटा स्पेसल लुप हो जसमा के हुन्छ कि डाइरेक्ट आईमा लास्ट लुपमा हामीले के गरेको थियो जे, यहाँ तपाईँले एउटा इक्जाम्पल पनि छ, यो लुपमा के हुन्छ, यो आईमा नम्बर जान्छ कि, अनि त्यो नम्बर युज गरेर इन्डेक्स युज गरेर हामीले भ्यालु प्रिन्ट गर्दै थियौँ, ठिक छ। बट नाउ के भयो, यसमा के भयो, अब यसमा के हुन्छ, यो जुन आई छ, यो आईमा सिटिजको पहिलो एलिमेन्ट, त्यसपछि अर्को एलिमेन्ट, त्यसपछि अर्को एलिमेन्ट, त्यसपछि अर्को एलिमेन्ट गर्दै गर्दै इन्डसम्म चल्छ, ठिक छ। अनि यहाँ कन्सोल डट हामीले मजाले गरिसक्यो, त्यस्तै यो सिम्पल छ। त्यसपछि इट वर्क्स लाइक पाइथन कोड लुप। यदि तपाईँले पाइथन पढ्नु भएछ भने तपाईँले अलिकति सिम्पल लाग्छ। सिटी गेट्स इच भ्यालु फ्रम सिटिज एलिमेन्ट, सिटिज मैले यहाँ सिटी लिएछु, यहाँ सिटीको ठाउँमा मैले कोडिङमा आई लिएछु, तपाईँले कुनै पनि भेरिएबल लिन सक्नुहुन्छ। यो भनेको चाहिँ हाम्रो एरे भेरिएबल हो, यो भनेको चाहिँ हाम्रो लुपमा युज गर्ने भेरिएबल हो,
त्यसपछि चाहिँ अदर युजफुल प्रपर्टिज यो हामीले अर्को भिडियोमा पढौँला।